आज राजा परीक्षितलाई श्राप परेको चतुर्थ दिवस। हिजोका प्रसङ्गमा हामीहरूले केवल नारायणको नाम जप्नाले मात्र पनि प्राण जाने समयमा भगवानको धाम प्राप्त हुँदो रहेछ भन्ने विषय श्रवण गर्यौं अजामिलो पाख्यानद्वारा। जीवनमा धेरै यस्ता नराम्रा कर्महरू भए प्राण जाने समयमा केवल आफ्ना पुत्रलाई पुकार गर्दै गर्दाखेरि पनि त्यो परम पद प्राप्त हुँदो रहेछ। राजन परीक्षित, तपाईलाई 7 दिनको जो श्राप परेको छ, आज चतुर्थ दिवसीय कथा सत्रमा उपस्थित भएको छ। शान्तपूर्वक एकचित्त भावले हजुर रहनुहोला। तपाईका हरेक चाहनाहरू, हरेक प्रश्नहरूको मैले उत्तर दिइरहेको छु। जीवनमा कोही पनि आफ्नो छैनन् र कसैले पनि केवल लान्छ त साथमा उसले गरेका कर्म लिएर जाने हो। हामी सत्कर्मद्वारा यो जीवनलाई मोक्ष प्रदान गर्नको निमित्त भनेर मानव चोला प्राप्त गरेर यहाँ आएका छौँ। मेरा मित्र औलान, मेरा इष्टमित्र, मेरो धन दौलत, मेरो घरबार, सारा चिजबाट टाढा रहेर तपाईँ हामी कर्म गरेर सत्कर्मद्वारा अगाडि बढ्न सक्यो भने आयाति कर्म सम्बन्धात याति कर्म क्षय पुनः। त्यो कर्म सकिए पश्चातमा त्यही धामको अभिलाषी, त्यही धामको गमन हुनेछ। यी भावहरूलाई श्रवण गर्दै गर्दै अटल भक्तिको चर्चा गर्यौं। भक्त प्रहलाद जो हिरण्यकश्यपको सन्तानको रूपमा आउनुभयो, गर्भमा नै भगवानका गुणानुवादहरू श्रवण गरेर रहनुभएका भक्त प्रहलादले जन्मे पश्चात कुनै यस्तो पल होस् जहाँ भगवानलाई याद नगर्नु भएको होस्। कुनै कष्ट बाँकी राखेका थिएनन्। स्वयं आफ्नै पिताले कुनै पनि कष्ट बाँकी राखेका थिएनन्। हरेक यातना सहनुभयो, तर पनि मेरो भगवानलाई कहिल्यै पनि भुल्नु भएन। मेरो भगवानलाई जलमा देख्नुभयो, थलमा देख्नुभयो, यत्र तत्र सर्वत्र देख्नुभयो। भिरबाट गुल्ट्याउँदै गर्दाखेरि पनि भगवानकै याद स्मरण गर्नुभयो। सर्पद्वारा डसाउँदै गर्दाखेरि पनि भगवानलाई नै याद गर्नुभयो। हात्तीद्वारा कुल्चाए, आगोद्वारा जलाउने प्रयत्न गरियो र पनि मेरो भगवानको नामबाट कहिल्यै विमुख हुनु भएन। कहिल्यै पनि विमुख हुनु भएन। हर पल हर क्षण केवल भगवानको मात्र नाम जपेर रहनुभयो। अन्ततगतमा साक्षात भगवान श्री नारायणले नृसिंह अवतारको रूपमा अवतरित भएर भक्त प्रहलादलाई रक्षा गर्नुभयो। भक्त प्रहलादलाई मेरो भगवानले दर्शन दिनुभयो। विलम्ब भएको भए मलाई माफ गर भन्नुभयो। उत्तिकै भक्तवत्सल भनेका छैन। मेरो भगवान भक्तवत्सल हुनुहुन्छ। भक्तवत्सल भगवानको म आउनलाई विलम्ब यदि भएको भए मलाई क्षमा गरिदेऊ। तिम्रा यो कोमल पाउलाई कति गाह्रो भयो होला, बाहुलाई कति गाह्रो भयो होला। तिमी सानो छौ, यो बाल्यकालको उमेरमा पनि तिमीले म प्रति अटल भक्ति गर्यौ, म सहन सकिनँ र म आज यो रूपमा अवतरित भएको छु। तिमी कति पनि विचलित नभन। मेरो भगवानले दर्शन दिनुभयो। तत्पश्चातमा राजन परीक्षितलाई वर्णाश्रम धर्मको चर्चा श्रवण गराउनुभयो। जो सनातन धर्मावलम्बीहरूले पालना गर्नुपर्ने यम नियमको बारेमा चर्चा गर्नुभयो, जसलाई एकचित्त भावले श्रवण गर्दछौँ। यदि तपाईँ हामी वर्णाश्रम धर्मावलम्बी भन्छौँ आफूलाई, तपाईँ हामी सत्य सनातन धर्मावलम्बी भन्दछौँ भने ती तत्त्वहरू अत्यन्त आवश्यक छ। यदि वैदिक सत्य सनातन धर्मावलम्बी तपाईँ हामी हौँ भन्नुहुन्छ भने यी तत्त्वलाई कहिले पनि नभुल्नुहोला कि राजन परीक्षित, मेरो भगवानले यहाँ प्रश्न गर्दै भन्नुभएको थियो। सुखदेव स्वामीले राजा परीक्षितले जब प्रश्न गर्नुभयो, भगवन् श्रोतुमिच्छामि दृढं धर्म सनातन
वर्णाश्रमाचारयुतं यत् पुमान् विन्दते विन्दते परम। वर्णाश्रम धर्मावलम्बी तपाईँ हामीहरूले पालना गर्नुपर्ने यम नियमको चर्चा, जहाँ 21वटा विषयहरू छन्। अत्यन्त महत्त्वपूर्ण विषय, शान्तपूर्वक सुन्नु होला। वर्णाश्रम धर्ममा तपाईँ हामीहरूले सत्य तत्त्वको वन्दना गर्न सकेनौँ भनेदेखि जीवन अन्तिम अवस्थामा नारायणको स्मृति हुनेवाला छैन। सज्जनवृन्द, सत्य चिजको वन्दना गरौँ। भागवतको पहिलो श्लोकमा के भन्नुभएको थियो? सत्यम परम धीमहि। सत्य चिजकै वन्दना गर्नुभयो। भागवतको प्रथम स्कन्धको पहिलो श्लोकले सत्य तत्त्वको वन्दना गर्नुभयो। हामी सत्यताबाट कहिल्यै पनि डगमगाउनु भएन। सत्य डग्दैन, झुट टिक्दैन। आज झुट कर्महरू गरौँला, असत कर्महरू गरौँला, तर त्यो केवल क्षणिकको लागि होला। भौतिक सुख तत्कालको लागि महसुस गर्ला, तर उसले सदा सर्वदा त्यो सुखको अनुभूति गर्न पाउनेवाला छैन। सज्जनवृन्द, सत्य तत्त्वको वन्दना गरौँ अनि दया भाव राखौँ। दीन दुखीमा, प्राणीहरूमा जो व्यक्ति अशक्त छ, जो असहज अवस्थामा छ, पीडामा भएका व्यक्तिहरूलाई साथ र सहयोगबाट कहिले वञ्चित नबनौँ। व्रत आदि कर्महरूबाट पनि तपाईँ हामी कहिले विचलित नबनौँ। हामी कोही मङ्गलको कामना गर्दै मङ्गलबारको व्रत बसौँला, कोही विद्याको लागि भगवान भोलेनाथको व्रत बसौँला, हाम्रा नैमित्तिक कर्ममा वैशाखदेखि चैत मसान्तसम्म आउने हरेक पर्वहरूको व्रत बसौँला। एकादशी व्रत आदि व्रत विधिबाट कहिल्यै पनि वञ्चित भएर बाँच्नु भएन तपाईँ हामी। यदि वर्णाश्रमी आफूलाई भन्दछौँ भने याद गर्नुहोला। अनि शौच, पवित्रता, यो शरीरलाई मात्र पवित्र राख्यौँ भनेदेखि र मनलाई कलुषित बनायौँ भनेदेखि नि कहिल्यै पनि भगवत त्यो तत्त्व बुझ्ने अवसर हामीलाई मिल्नेवाला छैन। तन सँगसँगै मनलाई पनि पवित्र राखौँ। मन पवित्र भयो भने तपाईँका हरेक बाणीहरू पवित्र रहन्छन्। त्यही बाणीलाई शुद्ध गराउनको लागि नाम जप्ने हो, मनलाई शुद्ध गराउनको लागि नाम जप्ने हो। जब हामीहरूले यी इत्यादि प्रकारका कर्महरू गऱ्यौँ भने तपाईँ हामी याद गर्नु होला। आज 4 दिन बितिसक्यो, हामी 23 गते आउला कहिले भन्दै थियौँ, आज 5औं दिन भइसक्यो। 23 गतेबाट कार्यक्रम सुरु भएको, आज 5औं दिन भयो। यो त आँखा झिम्क्याउँदाखेरिको पल जस्तै गरी पिलिक्क जान्छ कि होइन कर्ताज्यू? आज 4औं दिवस भयो, भोलिदेखि ओह्रालो लाग्यो। अब हुँदाहुँदै कार्यक्रम सकिने दिन आउँछ। यो यस्तो पावन अवसर हो, यो पावन समय परमात्माले दिनुभएको हामीलाई। यसलाई यदि मनन गर्न सकिएन भनेदेखि नि बडो गाह्रो हुनेछ। पवित्र भाव राखौँ। हिजो पास्ट के भयो छोडिदिनुहोस्, अब प्रेजेन्ट र फ्युचरलाई शुद्धिकरण गरौँ। वर्तमानलाई सुधारियो भने भविष्य आफै सुध्रिन्छ। बितेका दिन सकियो, विगतलाई सम्झेर दुःखी हुनु त्यो हाम्रो मूर्खता रहन्छ। नजान्दाको बखतमा धेरै कर्महरू, नराम्रा कर्महरू भयो होलान्। ज्ञात अज्ञातमा के कस्ता कर्म भयो भनेर हामीले सङ्कल्प गर्दै गर्दा पनि प्रतिज्ञा गर्दा भनेका छौँ नि, ज्ञात अज्ञातमा भएका ती सम्पूर्ण पापहरू क्षय होस्, नाश होस्। अब गरेका कर्महरू अक्षय होस्। यो अक्षय कर्म हो, यो नाश हुँदैन। न सकिन्छ, न झर्छ, न सुक्छ, न ओइलाउँछ। दिल्ली कुमार कार्की, लक्ष्मी कार्की यो परिवारले यो गरेको कर्म हामी यो संसारमा हौला या नहौला तपस्यका कुरा भयो। एक दिन अवश्य जानु छ, तर यो कर्म कहिल्यै जानेवाला छैन। तपाईँको सत्कर्म हो, तपाईँको साथमा जान्छ, यो कहिल्यै नासिनेवाला छैन। पुस्तौँ पुस्ताले भन्ने छन्, मेरो पिताजीले यो मितिमा यसरी पितृहरूको लागि भागवत लगाउनु भएको थियो।
तपाईँ हामीले कामना के गर्ने? तपाईँको पालामा लाग्यो, तपाईँको छोराको पालामा, तपाईँको नातिको पालामा, तपाईँको पनातिको पालामा, हरेक पुस्ता हो पुस्तासम्म यो निरन्तर चलिरहोस्, यही कामना गर्नुहोस्। हामी हुँदैनौँ, तर हाम्रा सन्तानले हाम्रा निमित्त यस्ता कर्म गरून्, पितृको आशीर्वाद तपाईँ हामीलाई सदैव प्राप्त हुनेछ। मैले बारम्बार भन्ने गरेको छु, यदि कुल र पितृ छोडियो भने त्यो परिवार बर्बाद हुनलाई धेरै समय लाग्दैन। कुल त्यति महत्त्वपूर्ण विषय हो। त्यो कुलीय मर्यादा भने हामी पहिला विवाह, सन्तानको छोराको विवाह गरेर पहिला बुहारीलाई किन पूजा कोठा लिएर जान्छौँ? कुलमा प्रवेश गराएको, कुलको आशीर्वाद लिएको। पूजा कुनै पनि यज्ञ अनुष्ठान आदि कर्म गर्दै गर्दा, माङ्गलिक कर्म गर्दै गर्दाखेरि पहिला कसलाई सम्झिन्छौँ? पितृलाई होइन, कुललाई र पितृलाई हामीले स्मरण गर्ने होइन। त्यो नान्दुमुखी श्राद्ध भनेको के हो? पितृलाई भाग दिएको होइन। दसैँ मनाउँदछौँ, 16 श्राद्ध के को लागि? पहिला पितृलाई खुसी बनाउने, अनि हामी उत्सव मनाउने। पहिलो कर्म पितृ। किन? त्यो ऋण छ क्या तपाईँ हामीलाई, देव ऋण, पितृ ऋण। पुत्रको एउटा ऋण छ आफ्ना पितृहरूलाई वैकुण्ठ लोक। हिजो भक्त प्रहलादले माग्नु भएन, मलाई केही माग्नु छैन, म पुत्र हुँ, मैले पिताजीलाई वैकुण्ठ लोक दर्शन गराउने मेरो धर्म हो महाराज, मेरो पिताको वैकुण्ठ वास होस्। अरे भक्त प्रहलाद, तिमी जस्तो सत्पात्रको आगमन भएको यो कुलमा नरक जानेवाला कोही पनि छैन। एउटै मात्र सन्तान काफी छ कि त्यो वैकुण्ठ लोक तार्नको लागि। 10औं सन्तान भए कसैले पनि सत्कर्म गरेन भनेदेखि अवस्था के होला? तसर्थ मनलाई पवित्र बनाऊ, भावलाई शुद्ध राखौँ, विचारलाई शुद्ध राखौँ, जीवनमा कहिल्यै असद्भाव हुनेवाला छैन। अनि मोक्षको अभिलाषी बनौँ, मोक्षको चाहना राखौँ। तपाईँ हामी मोक्षको लागि नै, यो मानव सोला मोक्ष प्राप्तिको लागि नै प्राप्त गरेका हौँ, अरू चिजको लागि होइन। जन्मनु मर्नु चक्करमा त आउने जाने चक्कर चलिरहन्छ, आउनु र जानु चलिरहेछ, यसको कथा पुरानो छ। तर हामी मानव सोला प्राप्त गरेको मोक्षको लागि हो। हामीलाई जानकारी छ, हे भगवान, मैले अरू केही आएन भने पनि मलाई केही पनि आउँदैन महाराज, म हजुरको दास हुँ, हजुरको शरणमा छु। त्वम शरणम, हिजो बेलुका गुरुले भन्नु होइन, हरि शरणम, म हरिको शरणमा छु, मसँग अरू केही पनि छैन। मसँग के छ? यो भएको सबै चिज हजुरकै हो। हजुरले दिनु भएर आज म यहाँ छु। यो शरीरमा पनि म भन्ने चिज छ र? हरेकको आफ्नो नाम छैन। कान्छी औँला, औँला भन्दा हुन्थ्यो नि कान्छी औँला, यो कान्छी औँला हो, यो नाक, आँखा, मुख, हरेकको आफ्नो नाम छ। यहाँ म भन्ने चिज के छ? केही पनि छैन। अनि यसैलाई अभिमानी बनाएर यसो हेरो, छिमेकमा कोलाहाल, झै झगडा छ, आफन्तहरूसँग रिसारिस छ, क्लेश भाव छ, द्वन्द्व मचिरहेको छ। दाई भाइसँग नबोल्ने, भाइ दाईसँग नबोल्ने, मातापिताको सेवा गर्ने कुरामा आज दाईको पालो भनेको छ, भोलि भाइको पालो भनेको छ। दुःख दिएर 9 महिनासम्म गर्भमा राखेर हुर्काउनु भयो। गर्भवत स्तुति त हामीले अस्ति सुन्यौँ त, तृतीय स्कन्धको अन्तिम अध्यायमा। कति पीडा सहेर प्राण जाने या फर्किने भन्ने कुराको टुङ्गो हुँदैन। कयौँ आमाहरू सन्तानलाई जन्म दिएर यो संसारबाट बिदा भएको रेकर्ड छ। त्यो अवस्थामा पुगेर सन्तानलाई जन्म दिएर आफ्ना शरीरलाई सम्पूर्ण ती शरीरका शक्तिहरूलाई सकेर सन्तानलाई दिएर हुर्काउने, बढाउने, पढाउने, लायक बनाउने, विवाह गरिदिने, धन दौलत अंशियार बनाउने, अनि तिनै आमा बुवाको सेवा गर्नु पर्दाखेरि यो 6 महिना त पाल, 6 महिना म पाल्छु, 3 महिना त राख, 3 महिना म राख्छु। अनि त्यस्ता सन्तान हुनुभन्दा के भन्ने? अब भएको बेस कि नभएको बेस? ती आमालाई हिजो सन्तान भएनन्, ती आमालाई चिन्ता, समाजले दुःख दियो, यत्रा वर्ष भइसके विवाह भएको, सन्तान भएनन्, फलानु ढिस्कानु, सारा चिज सहिन परमात्मालाई केवल भजन गरेर बस्नुभयो। त्यही सन्तान नभएको समयमा अनेक भाकल गर्नुभयो, सन्तान भयो,
अनि सन्तान भएर अनि हिजो ऊ बोल्न नजान्दै गर्दा दुखाइ र रोदनको भावले रोएकी होइनन् र आमा? तपाईँ हामी त्यसै गरी हुर्केको होइन र? तपाईँ हामी बोल्न जान्दैनथ्यौँ, तपाईँ हामी केवल रोएको भरमा रोग पत्ता लगाएर उपचार गर्न कोही कसैले सक्छ? ती आमा हुन्। अनि त्यस्ता आमा बुवालाई, जिउँदो देउतालाई हामीहरूले आजकल बेवास्ता गर्दछौँ। अन्यथा नलिनु होला सज्जनवृन्द। जसले आफ्नै जन्म दिने माता पिताको सत्सेवा गर्दैन यदि भने नि त्यो सन्तान होइन, त्यो कुलमा एउटा आएको धब्बा हो। अब शब्द अलिक फरक छ, मैले त्यो बोलिनँ। किनकि सत्सेवा गरोस् माता पिताको, मनलाई पवित्र भाव राखोस्। कहिल्यै पनि यो बाणीले नराम्रा भावहरू कहिल्यै ननिकालोस्। कसैको लागि त्यो वचन रूपी बाणी, हिजो भक्त ध्रुवलाई के भयो? लट्ठी खाएको सर्प झैँ छटपटाएर हिँड्नु भएन। के थियो? यदि तँ यो आसनमा बस्न चाहन्छस्, पिताको काखमा बस्न चाहन्छस् भने तेरो यो मनोरथ त दुर्लभ छ। जा गएर भगवानको आराधना गर, अनि गएर भन् कि मेरो सौतिनी आमाको गोदमा मेरो बास होस् र सौतिनी आमाको सन्तानको रूपमा मेरो जन्म होस् भनेर भगवानलाई गएर कामना गर। यही वचन होइन घर छोडेर हिँड्नु पर्ने कारण? लट्ठी खाएको सर्प झैँ डुल्नु परेन? छटपटाट कति भयो? त्यो वचन रूपी बाण कसैलाई प्रहार नहो। त्यो हृदय छिन्न छिया भएर हिँड्नु भएको होइन। देवर्षि नारदसँग संवाद भएको प्रसङ्ग हामीले सुनिसक्यौँ त। त्यही भएर यो रुखको वचन कहिल्यै कसैलाई नबोल, अप्रिय वचन कहिल्यै नबोलौँ। शरीर जलेर जान्छ, अनि जाँदै गर्दाखेरि हामीले त्यो फलानु जसले मलाई यस्तो वचन लगाएको थियो, चितामा नपरुन्जेलसम्म बिर्सिन्न भनिदिन्छन् होइन? भाषा यही हो नि। त्यो शब्द बिर्सिनलाई, त्यो समय बिर्सिनलाई, त्यो बेला बिर्सिनको लागि त म चितामै पुग्नुपर्छ। अनि के काम लाग्यो? हामीले कमाउने के? सम्पत्ति दौलत होइन, मलामी कमाउनुहोस्। गोविन्द भगवान कि तपाईँ हामीले मलामी कमाउने हो। मलामीबाट थाहा हुन्छ कि कस्तो को व्यक्तिको कस्तो कर्म रहेछ भनेर। तर अहिले त दुर्भाग्य भन्नुपर्छ, गाह्रो छ। मलामी भेट्न पनि गाह्रो छ। अब केही समय पश्चातमा यही अवस्था रहिरह्यो भने भाडामा ल्याउनुपर्छ। काठमाडौँको कोही व्यक्ति बित्दै गर्दा ललितपुरबाट ल आइज, म तँलाई यति भाडा दिउँला भनेर बोलाउनु पर्ने दिन नआउला भन्न सकिन्न। यो अवस्था छ। शौच पवित्रता भाव रहोस्। अनि मोक्षको अभिलाषी, राम्रो र नराम्रो चिज छुट्याउँ है। सत र असत छुट्याउन सक्ने त्यो क्षमता छ। युक्तायुक्त विचार, सत र असत भन्ने भावलाई बुझ्ने प्रयास गरौँ।